अब यहाँदेखि हामी झर्नलाई प्लेनमा जानलाई पहिला बस्न चढेर आउनु पर्दो रहेछ कि एयरपोर्टमा हामीले एक्सपिरियन्स गाइजहरु सम्पूर्ण अब झर्ने कारण छ बिल्कुल बिल्कुल हो अहिले हामी रातिको लगभग 11:30 भइसकेको छ नाइट हैन अब हामी यहाँबाट प्लेनमा जाँदै छौं प्रस्थानको क्रममा यहाँ साथीहरु छन् फोटो हैन भिडियो यहाँ चाहिँ भन्न चलिरहेको छ गाइजहरु सम्पूर्ण हामी यहाँबाट प्रस्थानको कार्यक्रम सञ्चालन हुँदैछ के भयो मेरो जन्म भूमि छोडेर जाँदा होला अब हामी चाहिँ प्लेनमा लाग्यौँ प्रस्थानको कार्यक्रममा भएको छ हाम्रो मित्रहरू कोही आउँदै हो यहाँ हरेक पनि कार्यक्रम भइरहेको प्लेनमा चाहिँ अब हामी चाहिँ छिर्दैछौँ क्याबिनतिर थाक्नु होला कति हाम्रो सिट 53G कता पर्छ नि यो 53G ल 53G यस फाइनली चाहिँ हामी सबै बस्नु आयो हजुरको आफ्नो सिट जानुस् अबि त यहाँ परे म यहाँ सिट हो उहाँलाई सोध्नु न हजुर गोजीमा राख्नुहुन्छ है बिचमा हो यहाँ चाहिँ हामीले तार यो हेडसेटले तार पनि यहाँ गाह्रो छ के हो यो हामी चाहिँ ओ यहाँ कति भिडियो हेलो गाइज के छ हेलो के छ सीताजी हेलो गाइज हाम्रो दोस्त के छ मैले त केही सुने छैन है अब हामी चाहिँ यहाँ हेडसेटबाट सुनेर अब म पाइलट चाहिँ अब उडाउँदैछु मेरो को पाइलट यसरी सिकाउँदो रहेछ क्या यसरी सिकाउँछ होइन यहाँ हाँसेर बसेको छ हाम्रो ग्याङहरू छ यहाँ अगाडि होइन मेरै फलो गरेर गइन्छ हामीले भिडियो बनाउन नि पाएनौँ दुःखद कुरो यो छ दुःखको कुरा हो यो उडिसक्यो प्लेन होइन अब हाम्रो यात्रा हङकङको ट्रान्जिटमा त्यसपछि फुकुओका जाँदा चाहिँ कुनाको सिटमा बन्न पाइयोस् त्यो गुनासो बहुत छ क्या गाह्रो छ ओके अब माथि उड्यो भएको होइन यस्तो चाहिँ यस्तो खाना पाइदो रहेछ यहाँ चाहिँ हाम्रो यो खाना देखेर मलाई लाग्यो अरे ओरेन्ज जुस ओन्ली इखाका भयो होइन अब यति हुन्छ अब हामी त्यही खाँदै सुसोले हेरेर बसेर ल हामी खानपिनको कार्यक्रमपछि होइन अब उडान चढिरहेको छ चाहिँ यहाँ के भन्छ माथि भीम होइन उता सुसना अगाडि छन् सबैले यो कतिखेर अब कतिजना सुत्नु अनि सुतिहाल्ने तयारी गर्नु पार्टिएर नाइट हो अहिले नाइट चलिरहेको अहिले कति बजे नेपालको 1:44 गयो अब चाहिँ हामी कति बजे पुग्छौँ भन्ने कुरो ठ्याक्कै थाहा छैन तर यहाँ चाहिँ अझ 2 घन्टाभित्र पुग्छस् भनेर चाहिँ देखाएको म्यापले अब
हामी समक्ष हुनुहुन्छ मिना काफले साइडमा हाम्रो सब ग्याङहरू यो केही नै हाम्रो ग्याङहरूको छ कि यहाँ फेरि जता बोलायो बोल्छन् र अब पिलिङमा छौँ अहिले हङकङ गएपछि अर्को दृश्य देखाउने नै छौँ त्यति बेलासम्मको लागि धन्यवाद यो होस्टेजले नि हामीसँग नेपाली बोलेनन् किनकि हङकङका रहेछन् अलिअलि जापानिज बुझ्ने अलिअलि इङ्ग्लिस बुझ्ने अलिअलि त्यो के अरे त्यो छेङसुछाङ के बोल्ने बोलेर चाहिँ हामीले चाहिँ लगाइन्छ जाँदैछ परदेशी हुन हङकङ है गाइस गुड मर्निङ ह्याप्पी न्यू इयर केटाहरू यहाँ आइरहन् पिडुङ पिडुङ ब्याग गरेर कोही चाहिँ अगाडि गइरहन् अन्त सरी त साथीहरू आफै अटोमेटिक सब है डेभलप भनेको यस्तो हुनु पऱ्यो कि होइन यहाँको छन् कि कोही आयो रुन मात्र सक्यो होइन नि अर्का साथीलाई दिएर फाँसी चिन यस्तो हुँदो रहेछ विदेशको गफहरू 52 54 लास्टै पुग्छ कि हो भित्रै रहेछ यार रुमलाई हाम्रो सर र अब होइन यहाँ सामान राख्दै हो कति हो तिम्रो तिम्रो क्या मेरो त परेन क्या एच पऱ्यो क्या मेरो यार झ्याल साइडको पऱ्यो यहाँ क्या यस्तोमा त्यही भने झ्याल साइड तिम्रो भयो भने काहीँ छैन 62 62H few rows ahead 62H here okay 62H बदलिन्छौ परीक्षा मेरो भगवान तिम्रै हिँडिरहेछु अब चाहिँ यहाँबाट यता बाहिर आउनु सरिताजी हुनुहुन्छ के भन्न चाहनुहुन्छ
हामी फेरि भेट्छौँ अगाडि देशपछि फेरि भेट्नेछौँ तिमी अर्को श्रृङ्खलामा हो क्या लाली गुराँस ओके 2080 सालमा उडेर 81 सालमा आइपुग्यो फाइनली 1 वर्षमा हामी आफ्नो आइपुगेको छौँ मेरो ल्याङ्ग्वेजमा आज जापानिज ल्याङ्ग्वेज हामी चाहिँ होइन अब ग्याक्टोतिर जानको लागि रेडी अवस्थामा बस्न चढिसक्यौँ सबैजना एकदम हुन्छ मेरो कागको बाहिर केटाहरू चाहिँ त्यसरी हिँड्दैछौँ है हाम्रो केटाहरू यहाँ सपिङ गरेर आउँदैछन् मेरो केटारीहरू अब किनमेल कार्यक्रम किनमेल गरेर जाँदै यहाँ भलक बनाउने जहिले पनि अब काम हेलो गाइज यो चाहिँ साकुरा फुल फुलेर सकिसक्यो होइन हामीले